भ्रमण खर्च नियमावली 2064 मा भएको व्यवस्था बमोजिम नेपाल परराष्ट्र सेवाको कर्मचारी विदेश स्थित कार्यालयहरूमा कार्यरत रहनु परेमा अमेरिकी डलरमा भ्रमण भत्ता पाउने व्यवस्था हुन्छ, जसले गर्दा परराष्ट्र सेवाको जागिर आर्थिक रूपमा थप आकर्षक बनाउने गर्दछ। भ्रमण खर्च नियमावली 2064 को अनुसूची 5 मा व्यवस्था भए बमोजिम नायब सुब्बा पदका कर्मचारीले तृतीय तह बराबरको दैनिक 125 अमेरिकी डलर प्राप्त गर्दछन् र उपसचिव र शाखा अधिकृत पदका कर्मचारीले द्वितीय तह बराबरको दैनिक 150 अमेरिकी डलर प्राप्त गर्दछन्। विदेशस्थित नेपाली नियोगमा खटिने कर्मचारीले वैदेशिक भत्ता, पारिवारिक भत्ता, शैक्षिक भत्ता, सेटलमेन्ट भत्ता, स्वास्थ्य बीमा, औषधि उपचार खर्च, आवास सुविधा तथा निजी मालसामान तथा सवारी साधन ढुवानीको व्यवस्था रहेको हुन्छ। परिवारका सदस्यलाई टिकट समेतको व्यवस्था रहन्छ। कुनै नियोगमा बसुन्जेल कर्मचारीका परिवारका आश्रित सदस्यले समेत भत्ता पाउने व्यवस्था रहेको हुन्छ। तलब र वैदेशिक भत्ताको पति वा पत्नीलाई 15%, जनही 2 बच्चालाई 10% र आमा वा बुबामध्ये एकलाई 5% भत्ता दिने व्यवस्था रहेको। अधिकृत स्तरका कर्मचारीले आफूसँग विदेशी नियोगमा जाँदा 1 जना सहयोगी समेत लग्ने व्यवस्था रहेको हुन्छ। नेपाल परराष्ट्र सेवाको तयारी गरिरहनु भएको साथीहरूलाई थप उत्प्रेरणा प्राप्त होस् भनेर कर्मचारीले आफूसँग आफ्नो परिवारका सदस्यलाई विदेश स्थित कार्यालयमा लगेर जाँदा पाउने भत्ता अमेरिकी डलरमा समेत के कति हुन आउँदो रहेछ भनेर हामीले यस भिडियोमा देखाउन प्रयास गरेका छौं। नायब सुब्बा पदका कर्मचारीले पाउने दैनिक भत्ता। कर्मचारीले पाउने दैनिक भत्ता 125 डलर। पति वा पत्नीले पाउने भत्ता 18.75 डलर। 1 जना बच्चाले पाउने भत्ता 12.5 डलर। आमा बुबाले पाउने भत्ता 6.25 डलर। शाखा अधिकृत उपसचिवले पाउने दैनिक भत्ता। कर्मचारीले पाउने दैनिक भत्ता 150 डलर। पति वा पत्नीले पाउने भत्ता 22.50 डलर। 1 जना बच्चाले पाउने भत्ता 15 डलर। आमा बुबाले पाउने भत्ता 7.5 डलर।